त हेर्नै पर्छ। हेर्नुहोस् हाम्रो गाउँमा अहिले बल्ल बल्ल विकास भइरहेको छ है, त्यही हामी हेर्न आएको छौँ। भर्खर बन्दैछ होइन, लास्ट तातो छ कि भाफ आइरहेको छ गाइस। हेर्नुहोस् कति उ त्यहाँ छ कि गाडीहरू छेउछाउ पुगिसकेको छ, कस्तो भाफ लागिरहेको छ। दिदीको आफ्नै फुपू हो। सकिने एक भाग चाहिँ सकिन लागिसक्यो होइन, लगभग आधी मात्रै बाँकी छ। अब यहाँबाट लगभग 1 किलोमिटर अझै बनाउनु बाँकी छ। आधी चाहिँ यता अगाडिबाट चाहिँ आधी चाहिँ क्या अगाडिबाट बनाउनु, आधी चाहिँ बनाउनु बाँकी छ। आधी चाहिँ ओके। हेलो गाइज, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा एन्ड वेलकम ब्याक टु विमल ज्याक्सन भ्लग। अहिले बेलुकाको 4 बजिसकेको छ होइन, एन्ड म चाहिँ भर्खर बाहिरबाट आएको। अनि यहाँ चाहिँ हाम्रो गाउँमा चाहिँ बाटो बनिरहेको छ है, त्यो चाहिँ म तपाईँहरूलाई देखाउँछु। हेर्नुहोस् यो चाहिँ हाम्रो गाउँ, हेर्नुहोस् कालो पत्रे भइरहेको छ, यस्तो भइरहेको छ यी पक्का। सो अब हामी गइरहेको छौँ कहाँ भन्दाखेरि अलि उता छ त। अहिले म चाहिँ गइरहेको छु त्यहाँ, यो बनेर लास्टमा त्यहाँ गएको छ, त्यहाँ गइरहेको छु। रबर किलोले रबर रोड बना के अभी रोड बना के अभी यत्ता वन भी है हाँ ऐसे बना के ओए ओए बिटिया उठा करा ले करा दीदी ये तो लुच्ची का बहुत फरल हो हाँ फरल हो कि नहीं फरल। सो यहाँ हेर्नु बन्दैछ, अहिले भर्खर बन्दैछ होइन, लास्ट तातो छ कि भाफ आइरहेको छ गाइस। हेर्नुहोस् कति उ त्यहाँ छ कि गाडीहरू छेउछाउ पुगिसकेको छ, कस्तो भाफ लागिरहेको छ। हामी भएन भने त यो कामै हुँदैन जस्तो लाग्छ यार, हामी हुनै पर्छ त यो बनाउनलाई। जतिचोटि आउँछ त्यतिचोटि मात्रै काम हुन्छ। त्यस्तै हो, जतिचोटि आउँछु त्यतिचोटि मात्रै काम हुन्छ, नत्र हुँदैन यार। म नआउन्जेलसम्म त यहाँ त बाटै बन्ला जस्तो छैन त गाइस। हेर्नुहोस् हेर्नुहोस् है, हेर्नुहोस् है, हेर्नुहोस् हेर्नुहोस् यो चाहिँ किसानपुरमा बाटो बनिरहेको छ। अहिले 4 बजिसक्यो, भर्खर बनाउनु ला। हिजो कति 2-3 दिनदेखि बनिरहेको छ होइन, बल्ल बल्ल चाहिँ यति बनिसकेको छ गाइस। ओहो खतरा यार। ल 20-25 वर्षमा बल्ल चाहिँ अलिकति विकास भइरहेको छ यो गाउँको। हेरिदिउँ है एक लट। तर जानु पर्ने भइरहेको छ। हामी पारिपट्टि गएर म पारिपट्टि जान्छु है, यहाँ चाहिँ पुरै त्यो हालेर छ कि। लाग्यो नि मागा डक्स यार, लागिसकेर आइस। सो यहाँ हामी आइसकेको छु गाइज हेर्नलाई है। अब गाउँमा काम नभएपछि यति त हेर्नै पर्छ। हेर्नुहोस्
हाम्रो गाउँमा अहिले बल्ल बल्ल विकास भइरहेको छ है, त्यही हामी हेर्न आएको छौँ। हेर्नु त नापिरहेछ होइन, कति बाक्लो भयो पातलो भयो, त्यो नाप्ने सिस्टमहरू पनि रहेछ क्या, कति बाक्लो भयो कति पातलो बनाउने सब सिस्टम मिलाएर। गाइस यहाँ चाहिँ लगभग सकिने, एक भाग चाहिँ सकिन लागिसक्यो होइन, लगभग आधी मात्रै बाँकी छ। अब यहाँबाट लगभग 1 किलोमिटर अझै बनाउनु बाँकी छ। आधी चाहिँ यता अगाडिबाट चाहिँ आउँदैछ क्या, अगाडिबाट बनाउनु, अहिले आधी चाहिँ बनाउनु बाँकी छ, आधी चाहिँ बनिसक्यो है। चाहिँ कडा मेहनत भइरहेको छ। हेर्नुहोस्, म त्यही हेर्न देख्न चाहिँ आइरहेको थिएँ, तपाईँहरूलाई नि देखाइदिउँ न भनेर। यसो हाम्रो गाउँको मान्छेहरू हेऱ्यो भने त खुसी हुन्छ नि त होइन। त्यही कडा मेहनत भइरहेको छ है। आधी बनिसक्यो, आधी चाहिँ यसले बाँकी छ बनाउन। जाउँ सो अहिले चाहिँ यो के भन्छ यार यसलाई, यो बनाउने यो प्रक्रिया छ नि, यो अधि सकेर फेरि गाडी लिन गइसकेको छ। हामी त्यही हेर्न आएको थियौँ। यसो अब आधी मात्रै भएको छ, आधी अझै हुनै बाँकी छ। अब हामीले यसमा हिँड्न पनि मिल्छ, तर यो लास्टै तातो रहेछ यार, कस्तो लास्टै तातो छ है। अगाडिबाट रोलर चलिरहेको छ, पछाडि हामी यतिकै हिँडिरहेको छौँ। त्यो अझै यो कालो पत्रे सकेर लिन गएको छ होइन, त्यही लिएर लगभग आधी घन्टामा आइपुग्छ होला। एउटा टिप्पर मात्रै चलिरहेको रहेछ, अर्को चलेको छैन। हेर्नुहोस्, एउटा मात्रै चलेको छ क्या। कडा आदर लास्ट तातो आइरहेछ है। यस्तो यस्तो हाम्रो गाउँमा पनि बल्ल बल्ल पिच भएछ गाइज, हेर्नुभयो नि, पिच भएछ बल्ल बल्ल। त्यही देखाउन आएको थियो तपाईँहरूलाई। कसलाई खुसी लागेर चाहिँ कमेन्ट गर्नु होला है त। हाम्रो खुट्टामा चाहिँ कालो पत्रेले लागेको छ, हेर्नु नयाँ जुत्तामा यस्तो हालत भएछ यार। गोटा आँचमा छ, पिरान्स पनि गोटा आँचमा छ है। दिदी चलिसक्यो कि यहाँ लुच्ची तरिया कतै फरल देखियो 30 किलो। सो गाइज अहिले हामी लुच्ची टिप्न गइरहेको छौँ होइन, सब तोडेर रहेछ गाइज। अहिले म लुच्ची टिप्न गइरहेको छु मेरो दिदीकोमा होइन। हेर्नु कस्तो छ, कतिको अवस्था छ हेरौँ। जति खान मिल्छ सब खाइदिने हो, अरू कुरा त्यस्तै हो। सबै टिपिसकेको छ यार। छैन त यहाँ हब्बे नि गरे त कति तरियो खै समात्तै आए घर पर चढ़ गेली क्या। लजाइला होती कि नहीं यानी नहीं कहाँ यानी नहीं होइला मीना से सब तो लेना कहाँ धीरज जाके बोला ना। ओए हटा था गोरा नहीं हुआ अब बस सोइजन कत्ते मोट मोट भगले बाप रे बाप भाग नहीं अभी तो जाए बेर में तर गाइस ये हेर्नु त सोइजन कत्रो बाक्लो समय अभी तक कर तैर के कथी कर हमरा घर है के तोरा पतरे हां भागते मोट में नहीं खाए छे खा लते पररिया छोड़ दही न कनका तो दही छरा ल दे तो नहीं ल दियो काटे है कटाई कटाई पाक लिया ई तो दही न जमेटा ओ बाव अत्ते मोट ये क्या गिरली वन हर गे नहीं क्या गिरले लच्ची तोरी छे हाल चलो त कता छ तू रे या छे अरे वो तोर ने नहीं लुची या है बेटी है बेटी
कतै बजा भागले रे मलाई 4 बजे त या फोटो सो गाइज यस्तो छ हेर्नु लिची बढ्छ यस्तो सबै खाइसकेको छ है मात्रै छ एगो लाउ फेके हम लाउ यति मात्रै छ होइन फलेकै छैन मेरो दिदीको आफ्नै फुपू हो म त धेरै फल्यो होला भनेको त छैन सबै दिदीहरूले टिपेर खाइसक्नु ल जाउँ हौ बा केना करे है कते रुपया भेल बोल वाह मुझे भी वो कुछ नहीं आवा अब ये भी चला ले ले बस इधर हेर्नु यी यस्तो यस्तो हुन्छ छोड सब आफै टिप्छ ले सब बिस जमे सोजन बिचली रे पटिया लेना रे ए तू ये दिन को लग भागेला तो जमे पटिया लेना तू अपन वीडियो बन दी है हमको ले सो अति फरल तो लुची देखि यति छ यार ले सरल पाकल 3 को भेट गल हमरा तू ई। अपन लगा तू ले हम क्या लिखो तो एक तरह में लोकेना खतोरी है बना के फरल रह के चाहिए ना हां फौरन है ले नहीं ले कहाँ तो लुची का लाने नहीं दे धन तो अपना तोड़ लगा दोनों तो अब सुबह है कब का हम सब है ना आते बे तो को दुगो हम नहीं खाए आते वाला जा हां कतारो ले बता नो कुछ नहीं ले तू यदि छ यार फलेकी छैन के टिप्नु सबै खाइसकेछ सब खाएपछि नै फ्यानको त राखिदियो चाहिँ यति छ यार 2 2 4 2 6 7वटा खानु पायो है साथे टा खाम बहुते खान्छ ए दूध जाबी त्यसलाई सुगर देखा 2टा गोजीमा फुल हालेछ यसले मैले त्यति मात्रै हो गाइस धेरै छैन